मान्छे क्यामेरा हेर्नुहुन्न कि ल भाइ फोटो आज चाहिँ छोरोको बर्थडे के कस्तो चलिरहेको छ दामी रहिला होइन ह्याप्पी बर्थडे भन्छ थ्याङ्क यू भन मामालाई ह्याप्पी बर्थडे दोस्त गाइस यो भिडियो चाहिँ धेरै लामो हुनेवाला छैन बहुत छोटो वाला हुनेवाला छ होला हाम्रो बचन चाहिँ साथी आइसकेको छ सो हेलो जी वेलकम ब्याक टु माई न्यू भिडियो त गाइस आफ्टर लङ टाइम होला भिडियो भइरहेको छ हाम्रो चाहिँ ब्लगमा सो त्यही हो मेरो मैले सरी फर बिचमा चाहिँ लिभ दिएको चाहिँ मैले होइन किनभने चाहिँ लाइफमा केही बिचमा केही चलिरहेको थियो भनौँ न एउटा स्ट्रगल जस्तै त्यसले चाहिँ लिभ दिँदै थियो अनि हातमा मोबाइल पनि थिएन त्यो सब केही पनि थिएन सो अब चाहिँ अब कमब्याक चाहिँ भइसकेको छ जहाँ देख्दा पनि भनिरहन्थ्यो मलाई भाइतिर भिडियोहरू आउँदैन अब चाहिँ आउँछन् होइन किनभने चाहिँ अब हान्छु मैले कमब्याक भने के हुन्छ भनेर होइन त्यो जो गाइस अहिले चाहिँ मेरो फ्रक सुरु भइरहेको छ घरदेखि अहिले त के देखाउँ घरको अवस्था के देखाउने जस्तो हुन्छ छैन सो अहिले चाहिँ अब चाहिँ हामी निस्किरहेको छौँ अगाडि चाहिँ देखाउँछौँ के कस्तो भइरहेको छ अनि भन्छु म पनि अगाडिको कहानीहरू सो मिलाउँला अगाडि है अहिले चाहिँ हल्का छिटोमा छु सो गाइस म चाहिँ घरबाट निस्किसकेको छु अब चाहिँ बाटोमा छु होइन आधा बाटोमा चाहिँ मेरो साथी आइरहेको छ अनि त्यहाँदेखि चाहिँ त्यो रुममा एकसाथ जान्छौँ हामीले त्यहाँ अनि त्यही अहिले चाहिँ रातिको भ्यू चाहिँ हल्का यस्तो छ होइन हजुरहरू सबै देख्न सक्नुहुन्छ अब के देखाएँ त्यो अँध्यारो पनि त्यस्तै छ अहिले चाहिँ बहुत छिटोमा छु क्या म कुराहरू भन्दै जाउँला अगाडि सबै कुराहरू होइन के कस्तो चाहिँ चलिरहेको थियो लाइफमा सबै कुराहरू त्यस्तै थिए केही फ्रिडम जस्तो थियो न होइन चाहेर केही गरौँ भन्ने जस्तो त्यस्तै हो भनौँ अब चाहिँ कमब्याक भएको छ अब चाहिँ हेर्नुहुन्छ अब नयाँ नयाँ दिनहरू नयाँ नयाँ कुराहरू मेरो ब्लगहरूमा त्यही अगाडि सबै देखाउँदै जाउँला त्यही हो मिल्दै सब आगे आगे देख्ने होता है क्या भन्ने जस्तो हुन्छ त्यस्तै चलिरहेको थियो भनौँ न लाइफमा के फेस जो मलाई गर्नु थियो एक्लै न होइन त्यही गरिरहेको थिएँ म आफ्नो फेसदेखि चाहिँ लडिरहेको थिएँ आफ्नो स्ट्रगलदेखि चाहिँ लडिरहेको थिएँ सङ्घर्ष गरिरहेको थिएँ भन्ने जस्तो चलिरहेको थियो लाइफमा त्यही हो अहिले चाहिँ धेरै मुस्किलले चाहिँ हल्का माथि आएको छु अनि त्यही अरू चाहिँ के भनौँ सायद मेरो कुराहरू हजुरले बुझ्नु पनि सक्नुहुन्न र म हजुरहरूलाई बुझाउनु पनि सक्दैन होइन त्यही हो अहिले चाहिँ हामी चाहिँ गएर आएको छौँ एउटा यस्तो ठाउँमा हल्का रमाइलो गर्नलाई अब अहिले ब्लगमा चाहिँ के भन्ने होइन ब्लगमा भने चाहिँ मजा पनि आउँदैन सो त्यहाँ हेरौँ न के कस्तो हुन्छ अहिले चाहिँ हामीले चाहिँ त्यहाँ जान्छ मेरो साथी चाहिँ त्यहाँ आइरहेको छ होइन अनि त्यहाँदेखि चाहिँ हाम्रो त्यो भिड हुन्छ अनि त्यहाँदेखि चाहिँ हामीले अब गाडी लिएर जाने भनेको बट त्यहाँ हल्का फेरि त्यस्तो रमाइलो ठाउँमा अनि त्यस्तो भएपछि अनि हल्का गाडी पनि हुँदैन नि त त्यस्तो बुझ्ने तरिकाले हुन्छ गाडी चाहिँ नलिने भने आटोमै जाने भने पनि चाहिँ आटोमै जाऊँ भन्न खोजेको त्यही हो त्यस्तै हो होइन गाइस अहिले चाहिँ वेट गर्न लाग्यो कति टाइम भइसक्यो मैले भनेन अघि न उता माथि चाहिँ मेरो साथी आउँदैछ भनेर आएकै छैन यत्रो वेट गरिरहेको छु म अघिदेखि यस्तै उम्मेरै यहाँ दाइ हुनुहुन्छ यहाँ दाइ पनि आउनु भएको छ टक्क लगाएर मसित कम्पनी लिनलाई चाहिँ त्यो आउनुसँग त्यसैले त्यो कति बेला चाहिँ आउँछ होइन अब हेरौँ बसेर कुदिराखौँ होइन घाउ लगाइसक्यो मलाई यहाँ बसेको बाबा र भन्दै त्यो पनि आइसक्यो हेर्न सक्नुहुन्छ होइन मेरो साथी पनि आइसक्यो टक्क लगाएर चाहिँ अब त्यो मेरो साथी पनि आइसकेको छ होइन लुक द्याट टक्क लगाएर चाहिँ हाम्रो मोडल सरहरू चाहिँ यस्तरी देखिरहेको छन् होइन पुरै गेटअपमा हानिरहेको छन् आज कहाँ छौँ हामी त्यो भर्खरै पुग्यो अब चाहिँ हामी निस्किन्छौँ यहाँदेखि हामी चाहिँ अब हल्का काम छ त्यो चाहिँ सक्यो अनि त्यसपछि हामीले आटो बुक गरेर चाहिँ निस्किनुपर्छ होइन टाइम पनि छैन त्यति बहुत टाइम भइसक्यो अब घडी पनि छैन टाइम देखाइदिउँ भनेपछि गाइस होइन यो भिडियो चाहिँ धेरै लामो हुनेवाला छैन बहुत छोटोवाला हुनेवाला छ होइन हाम्रो बचन चाहिँ साथी आइसकेको छ टक्क लगाएर छ होइन टक्क लगाएर यता हेर्न सक्नुहुन्छ त्यही हो अब भिडियो चाहिँ धेरै लामो हुँदैन किनभने चाहिँ हामी त्यो टाइम छैन मोबाइलमा चार्जिङ पनि छैन त्यसरी चाहिँ छोटो र मिठो बनाऊँ भन्न खोजेको आज त्यो अब हुन्छ अहिलेको लागि चाहिँ त्यही हो अब हामी सिधै गाइस हामीहरू चाहिँ बसेर यहाँ ऱ्यापिडो सबै बुक चाहिँ गरिसकेको छौँ हेर्न सक्नुहुन्छ आउँदैछन् बाजे आउँदैछन् अब पुग्ने चाहिँ कहिले हो त्यो थाहा भएन आटोको चाहिँ वेट गर्दा यहाँ चाहिँ हामी बसेर आएकै राता भइसकेका छौँ हेर्न सक्नुहुन्छ यहाँ हामीलाई भेट चाहिँ अझ जारी छ बाजे कोही बेला पनि मुन्टिने पनि थाहा नै हुन सो गाइस आफ्टर लङ वेटिङ पछि चाहिँ हेर्न सक्नुहुन्छ हामीहरूको चाहिँ आटो आइसकेको छ बल्ल बाजेको भाडो सिन्कु जस्तो छ होइन हामीहरू चाहिँ अब गइरहेको छौँ अब चाहिँ निस्किरहेको छ मतलब कि निस्क्यौँ भन्दा न त्यस्तै निस्किरहेको गाइस अब सिधै हामीहरू त्यहाँ भेट्नुपर्छ होइन ल अब अन्तिम ब्लग हाम्रो वेस्ट साइड चिपिटप हान्नुपर्छ होइन एसपी किलोरमा ब्रोकन ब्रो या जिग्री यो होइन हान्नुपर्छ चेक फिट नाउ यो 6 ल अहिले चाहिँ देखाउँदैन अब यो ब्लगमा अगाडि गएर हेर्नु न के हुन्छ होइन अनि दामी हुन्छ होइन हेर्नु मिल्दै अब सिधै वहीँ थियो मान्छे गाइस हामीहरू चाहिँ होइन हाम्रो
ड्रपमा चाहिँ पुगिसकेको छौँ हेर्नु हामीहरू चाहिँ पुगिसकेको छौँ अनि यहाँ चाहिँ दाईहरू चाहिँ यस्तो टक्क लगाएर चाहिँ बसिरहेको छन् पुरा लाइनले होइन यहाँ हेर्न सक्नुहुन्छ एकदम सो गाइस होइन हामीहरू चाहिँ अब आइसकेका छौँ जस्ट यहाँ दाईको चाहिँ छोराको बर्थडे छ आज टक्क लगाएर आज चाहिँ छोरोको बर्थडे के कस्तो चलिरहेको छ दामी रहिला होइन सबै अब चाहिँ भित्र चाहिँ के कस्तो छ माहौल हेरेर भेट्नुपर्छ टक्क लगाएर सिकेको मैले त ढोक गर्न पनि बिर्सिक्यो भने मैले त ब्लगिङ गर्दा गर्दै कोही कोही सोच्नेलाई केही पनि छैन ओहो सोच चाहिँ त्यहाँ चाहिँ हानिरहेको छ होइन डेकोरेसन चाहिँ मोबाइल गरे जस्तो छ तर ठाउँ अब हल्का त्यस्तै भयो होइन ब्याकग्राउन्ड चाहिँ त्यति नोटिस नगर्नु यहाँ चाहिँ अझ हल्का बाँकी छ अहिले चाहिँ यहाँ चाहिँ हल्का टेबल सेबल आउँछ अनि त्यसपछि चाहिँ बबाल देखिन्छ नि त एकदम छिटो चाहिँ सबभन्दा हामीरै आएको हो सबभन्दा पहिला चाहिँ ड्राइभर आउनुभयो अनि त्यसपछि हामीहरू चाहिँ अब कोही बेला पनि मुन्टिने थाहा भयो त्यस्तै त्यस्तै लाग्छ मलाई केक थियो अनि 12 बजे अर्को दिन केक चाहिँ बनाएर रहेछ नि हेर आफै है हातले बनाएको है टेबल त्यो कामै चढ्नु भएमा यो छोटो यत्रो यो चढेको लागि यो भएमा त्यो काट्ने सानै बसेर काट्ने त त्यो यत्रो डेकोरेसन माथि लागि यो त हल्का सो गरेर यहाँ कुरा गर्छु नहाँस न धेरै अन्य किमी त ढल्ने जस्तो गर्छु त तुम पनि पेली चल गयो होइन होइन लाइको तेल लगायो नेपालको पेसबल लाइको तेल नेपालको कोही पनि आएको छैन नि त यहाँ त सबभन्दा छिटो हामीलाई आयो कि होइन भाइ हाम्रो इन्टरभ्यू आएको मान्छे क्यामेरा हेर्नुहुन्न कि द भाइ फोटो हान्नु काम क्या बोल्नु मैले सोध न खोइ के काम यहाँ चाहिँ ब्लगिङ हानिरहेको छु अहिले चाहिँ हान्नुपर्छ फोटोहरू चाहिँ भोलि पोस्टमा चाहिँ आउँछ न दबाएर अब मद्दत गर न तिमी एक्लै गरिरहेको छ काममा यो भेरी फास्ट हो भेरी फास्ट एकचोटि एउटा देखाइदिनु छ यो भनेको खतरनाक मान्छे यस्तो डेकोरेसन मिलाउनु यस्तो खतरा मिलाउँछ नि भइहाल्छ एकदम अब सुशील दाईको चाहिँ तारिफ हुँदैछ लाजले कहाँ अहिले भित्र कुण्डमा झ्यालले खेल्न थाल्छ भेटे गर्ने तिम्रै हो त्यसैले चाहिँ हल्का यस्तो भनिरहेको छ खालि त्यसले छोया मात्रै हो त्यहाँ गरेकै नथियो छोया मात्रै होइन मान्छेले फेरि डेकोरेसन चाहिँ भइरहेको छ हल्का बिग्रिसक्यो टाइम चाहिँ 11:30 भइसकेको छ बच्चाको बर्थडे चाहिँ आज छ केही छैन केक काट्नलाई डेट चेन्ज पनि हुँदैन बर्थडे भएछ गाइज के अरे भान्जा भन्ने कि अब बेटा भन्ने कि के भन्ने त ह्याप्पी बर्थडे भान्जा थ्याङ्क यू भन मामालाई ह्याप्पी बर्थडे दोस्त दोस्त पनि फाल्यो त ए हाम्रा साथीका दोस्त हेर अहिले चाहिँ यसले हेर्नु भएको छ अघिदेखि यहाँ चाहिँ हाम्रो अमित दाइ हुनुहुन्छ र उता पनि देखाइदिनु आइगेहरू चाहिँ हाई बोल ब्लग बनिरहेको हुन्छ नि त्यस्तो हो गर्नुपर्छ झ्याउले पनि कहीँ जाने मन लाग्दैन यस्तो कुरो हुन्छ कि कसो सबै भित्र गएर बसिसकेको छ हामी चाहिँ के हामी चाहिँ हेरेको त्यहाँ चाहिँ अब यसका लगाएर जसरी आटोकालाई चाहिँ पुगिरहेको थियो अब हामी पनि यहाँ चाहिँ अहिले केक चाहिँ कति बेला काट्ने भनेर चाहिँ कुरिरहेको छौँ यहाँ सबैजना कोही बेला चाहिँ टाइम कोही बेला चाहिँ खानु 12 बज्न आँटिसक्यो मान्छेको बर्थडे चाहिँ आज हेर यहाँ के गर्न लाग्छ कि बर्थडे बोय चाहिँ यहाँ आउनुहुन्छ होला हेलो मान्छे हाई हेलो हेलो भन न मामालाई हेलो भन्नुहुन्न हेलो भन यस्तै छ पारा मेरो यस्तै छ आनी भाइ भन्ने जस्तो छ होला के हो त बर्थडे बोयको भाउ केही छैन अहिलेसम्म खै त्यहाँ त रित्तै देखिन्छ त होइन कोही पनि बिल्ला आनिदिरहेको छ नि यहाँ हाम्रो स्पेसलवाला केक आउँदैछ हङकङको एकदम आफ्टर लङ टाइम केक चाहिँ आइसकेको छ गाइस
कति समयको पछि ए यता चाहिँ हाम्रो गाइस 10 चोटि चाहिँ देखाउने छु मेरो टेन्सन नलिनुहोस् हजुरहरू ढुक्क बसेर बस्नुहोस् हाम्रो अमित दाइलाई चाहिँ यहाँ टक्क लगाएर एकदम फेरि सबैभन्दा धेरै यहाँ अमित दाइलाई यतिकै हाल्नुपर्छ भाउ चाहिँ उता छन् छोरो चाहिँ यता छन् बर्थडे चाहिँ छोरोको छ तर लागे चाहिँ भाउ छन् होइन त्यस्तो हुँदैन त्यस्तो मिसअन्डरस्ट्यान्डिङ हुँदैन दाजु टेन्सन नलिनु न है I'm tryna put you in the worst mood. Get you all cleaner than your church shoes. $1.2 just to hurt you. All red line just to tease you. None of these toys on lease to. Made your whole Happy birthday to you. Happy birthday to you. Happy birthday to you. ऐसा दाई तब मुझे पता था कि देखो हालत कुछ ऐसे होने वाली है अरे ऐसा ही हो रहा है देखो कैसा हो गया ऐसे क्यों कर रहे हैं बात कर हामीले चाहिँ टिका टाल्नु चाहिँ लगाइसकेको छौँ हाम्रो पालो चाहिँ भइसक्यो टिका सबै लगाउने अरूको चाहिँ छ यतातिर ए फोन राख त कोची मलाई अब मलाई भनेर नि कसले पनि म के भनौँ त यो भिडियोमा रेकर्ड गएको छ गाइस यहाँ चाहिँ धेरै नाइन्साफी भइरहेको छ केटाहरूमाथि गाइस सबै कुराहरू चाहिँ भइसकेपछि चाहिँ अहिले चाहिँ हाम्रो बस्ने अवस्था चाहिँ यस्तो छ होइन टक्क लाएर चाहिँ हामी चाहिँ अहिले फिलहाल यसरी बसेको छौँ 1 2 3 4 अनि अरू पनि आउँदैछन् यहाँ उताहरू खानालाई चाहिँ हो अब खानासाना खाएर चाहिँ यो मैले भन्न खोजेको त्यो छोटो र मिठो भनौँ भनेको त्यति हो सो मिल्दा अब हजुरलाई सबै सरी हामीलाई सुशील दाइ मिहिनेत गर्छन् बहुत यो देखेर चाहिँ गलत नसम्झिनु हामी चाहिँ खानै अब हामी चाहिँ अब खानासाना खाएर चाहिँ म चाहिँ है फर्स्ट टाइम जब मैले देखेँ तिमीलाई बेबी म तिम्रो फ्यान भयो बेबे म तिम्रो फ्यान भयो बेबी तिम्रो बारे सोच्दा टाउको ह्याङ भयो बेबे धेरै पछि देखेँ मैले तिमी जस्तो केटी 100K फलोवर्स इन्स्टामा अलरेडी टिकटक लाइभमा अरू देख्छु तिमीलाई डेली झन् फिल्टर युज गर्दा देखिन्छौ केटी प्याटमा खाएर किज बाछु हल्का स्लो दिनभरि ट्रिपमा आउँछु म र मेरो ब्रो गाइस म जो भन्न बिर्सिसकेको थिएँ होइन अहिले चाहिँ बिहानको 5:30 बजिसकेको छ र हिजो बर्थडेमा धेरै कुराहरू भयो अनि त्यसपछि चाहिँ मेरो मोबाइलमा चाहिँ चार्जिङ थिएन सो मेरो मोबाइल चाहिँ डेड भइसकेको थियो सो त्यसपछि चाहिँ मैले भ्लग सुट गर्न सकेन हेर यो भयो न डर लाग्दा क्या भ्यालक त खाइदिएला नि त हान्देला छन् त्यस्तो छ अनि बिहान चाहिँ म चाहिँ अब गइरहेको छु गाइस होइन अब 6 बजीतिर चाहिँ ड्युटीमा जानु छ अनि अब चाहिँ निस्किम भनेको ल सो हजुरलाई यो भ्लग चाहिँ मिठो लाग्यो होला होइन सो अगर मिठो लाग्छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब सबै चाहिँ चिजहरू चाहिँ हानिदिनु पऱ्यो होइन दुकानै बन्द छ नि एउटा उम्मीद लिएर आएको ला के गर्ने होला अब सो मिलते हैं आपसे अगले व्लॉग में ये व्लॉग में यहीं पे करते हैं हम एंड She said 'cause I really need somebody, so tell me you're that somebody, girl. I fuck who I want.